स्वागत छ। आज हामी फेरि एउटा निकै चर्चित नेपाली सिरियल बुहारीको एउटा खास एपिसोडमा घटेको घटनालाई अलि गहिरिएर हेर्दैछौँ। नमस्ते। हो, यो भाग त झन् निकै गम्भीर मोडमा पुगेको देखिन्छ। हजुर, यसले देखाउने पारिवारिक उतार चढाव, षड्यन्त्रहरू त्यो यो सिरियलको विशेषता नै हो, हैन? हो नि, तर यो भागमा त कुरो अलि बढी नै गम्भीर छ। खासमा दुईवटा मृत्यु, पूजा र समीरको, अनि त्यसपछिको त्यो आरोप प्रत्यारोपको सिलसिला। पूजाले विष खाएको त देखियो, तर कुरा त्यति सजिलो छैन जस्तो छ है। के त्यो आत्महत्या नै थियो त कि बाध्य पारियो? त्यही प्रश्नले त पुरै कथालाई एकदमै रहस्यमय बनाएको छ। घटना सोझो छैन। बिल्कुल। अनि यो सब घटनाको बीचमा छन् राम। उनलाई त समीरको हत्या अनि पूजालाई मर्न बाध्य पारेको जस्तो एकदमै गम्भीर आरोप छ। हो, अनि उनको परिवार, श्रीमतीहरू मुना, कमला सबै यो भुमरीमा फसेका छन्। अर्कोतिर पूजाको माइती पक्ष, खास गरी आमा शीला र मालती, उहाँहरू त रामलाई छोड्ने मुडमा बिल्कुल देखिनुहुन्न। अनि रामको त्यो चुपचाप बस्ने बानी, त्यसले झन् कुरा बिगारेको जस्तो हो त। हाम्रो आजको छलफलको उद्देश्य पनि त्यही हो। खाली घटना सुनाउने मात्र होइन कि यी पात्रहरूको मनसाय के होला, पारिवारिक तनाव, लुकेका कुराहरू, होइन, यी सबलाई अलि फराकिलो नजरले हेर्ने। ल, त्यसो भए सुरु गरौँ है त। राममाथि लागेका आरोपहरूबाट जाउँ। पूजाको परिवार, शीला र मालती, उहाँहरू त ढुक्कै हुनुहुन्छ नि राम नै दोषी हो भनेर। एकदमै। उहाँहरूको कुरा सुन्दा अलिकति पनि शङ्का देखिन्न। शीला त पुरै विश्वस्त छिन् रामले पूजालाई घर लगेर टर्चर दियो अनि पूजाले विष खानु पर्यो रे। उहाँले राति पूजा रोएको पनि भन्नुभएको छ है। हजुर, त्यो दाबी पनि छ। यो खाली छोरी गुमाएको पीडा मात्र होइन, गहिरो शङ्का र बदलाको भावना पनि मिसिएको छ। समीरको हत्यामा पनि रामकै हात छ भन्ने उहाँको दाबी छ। अनि मालतीको तर्क, उहाँले त झन् योजनाकै कुरा गर्नुभयो नि। हो, मालतीको तर्क अलि फरक तर उस्तै निष्कर्षमा पुग्छ। पूजाले राम विरुद्ध समीर हत्याको मुद्दा हालेकोले रामले बदला लिन घर लगेर यातना दिएर मर्न बाध्य बनायो भन्ने छ। यो त झन् डरलाग्दो आरोप भयो। तुरुन्त जेल हाल्नुपर्छ भन्दै हुनुहुन्छ उहाँ त। हो, तुरन्तै। अब उहाँहरूले यी आरोप के को आधारमा लगाउनु भएको छ त भन्दा केही पुरानो कुराहरू छन्। जस्तै रामले पहिले समीरलाई कुटेको घटना, अनि पूजालाई अलिक कर गरेरै रामका श्रीमतीहरूले माइतीबाट लिएर गएको। ए हो है। अनि त्यो पूजा गर्भवती भएको थाहा पाएर पनि माइती नपुर्याएको कुरा नि? त्यो पनि छ। र सबैभन्दा ठूलो कुरा त पूजाले आत्महत्या रामकै घरमा गरेकी हुन्। यी सबै कुरा जोडेर हेर्दा उहाँहरूको शङ्का अस्वाभाविक चाहिँ लाग्दैन। तर यत्रो आरोप लाग्दा राम किन चुप छन् त? त्यो मौनता, त्यो चाहिँ साँच्चै बुझ्न गाह्रो छ। किन प्रश्न पार्दैनन् कुरा? हो नि, त्यही मौनताले नै अहिले सबैभन्दा ठूलो प्रश्न खडा गरेको छ। यसले गर्दा ऊ झन् रहस्यमय देखिन्छ अनि कतै दोषी नै पो हो कि भन्ने शङ्का पनि बढ्छ। तर कथाको अर्को पाटो पनि छ। रामको पक्षमा बोल्नेहरू पनि त छन् नि। हो, उहाँका काका अनि पत्नी मुना, उहाँहरू त रामको बचाउमा उत्रिनु भएको छ। के भन्नुहुन्छ उहाँहरू? रामका काका अलि शान्त र तर्कपूर्ण कुरा गर्न खोज्दै हुनुहुन्छ। उहाँ भन्नुहुन्छ रामले यस्तो गर्नै सक्दैन, अनि पोस्टमार्टम रिपोर्टमा विष खाएको देखेपछि मुद्दा हाल्ने आधारै छैन। उहाँले अहिले शोक मनाउने बेला हो पनि भन्नुभएको छ है। हो, अहिले काजगिरिया मार्ने बेला हो। बिना प्रमाण आफ्नै भतिजलाई किन दोष लाउने भन्दै शान्त पार्न खोज्नु भएको छ। अलि व्यावहारिक कुरा। तर मुना, उहाँको प्रतिक्रिया त ठिक उल्टो छ नि, एकदम आक्रामक। हो, मुनाको त कुरै अर्को छ। उनी त सिधै भन्छन् राम सोझो भएर हेपेको, अरूको कुरा सुनेर आफ्नै मान्छेलाई आरोप लगाउने भनेर पूजाको माइती पक्षसँग एकदमै रिसाएकी छिन्। खुकुरीले हान्छु सम्म भनेको सुनिन्छ त। हजुर, त्यहाँसम्म पुगेकी छिन्। यो उनको श्रीमानप्रतिको त्यो के भन्छन्, एकदमै वफादारी र आफ्नो घर, आफ्नो सिउँदो जोगाउने प्रयास होला। उनले त उल्टै रामले पूजालाई सासूबाट बचाएर ल्याएको तर्क पो गरिन्। रोचक छ है। एकातिर शान्त तर्क, अर्कोतिर यस्तो आक्रामक बचाउ। अनि रमेश नि, रामको साथी वा जेठाजु? रमेशले पनि रामलाई साथ दिएका छन्। पूजाको मृत्युमा दुःख त मानेका छन्, तर अब परिस्थितिलाई स्वीकार्नुपर्छ भन्ने खालको, अलि शान्त बनाउने खालको कुरा गरेका छन्।
तर यी सबै बचाउका कुराका बीचमा त्यो पुरानो कुराले त रामलाई अझै शङ्कामै राखेको छ नि, होइन र? समीरको हत्या आरोपमा जेल परेको कुरा। हो, त्यो निकै महत्त्वपूर्ण छ। पहिले राम समीरकै हत्या आरोपमा जेल परेका थिए, तर प्रमाण नपुगेर छुटे। यो विगतले अहिलेको अवस्थामा उनको निर्दोषितामाथि प्रश्न उठाउँछ। पूजाको परिवारले यही कुरालाई पनि समातेको होला नि। पक्कै पनि। त्यही भएर काकाले प्रमाण छैन भन्दा पनि उहाँहरूलाई विश्वास नलागेको हुन सक्छ। रामको विगतले उसको वर्तमानलाई अलि असहज बनाएको छ। यी सबै आरोप प्रत्यारोप एकातिर छन्, तर यो भागमा एउटा यस्तो खुलासा हुन्छ जसले त पुरै घटनालाई नै अर्कै मोड दिन्छ। त्यो पूजाको गर्भावस्थाको कुरा हो। यो नै हो खासमा यो एपिसोडको सबैभन्दा संवेदनशील र रहस्यमय मोड। पोस्टमार्टम रिपोर्टबाट होस् वा कसरी पूजाको पेटमा 2 महिनाको गर्भ रहेको थाहा हुन्छ। 2 महिनाको? हजुर। अब यहाँनिर निकै गम्भीर प्रश्न उठ्छ, यो गर्भ कसरी रह्यो? हो त नि, किनभने समीर बितेको त 5 महिना भइसकेको थियो, समय नै मिल्दैन। 2 महिनाको गर्भ, यसले त सिधै प्रश्न गर्यो नि, त्यो बच्चा कसको हो। अनि यो खुलासाले राममाथिको आरोपलाई झन बलियो बनाउन सक्थ्यो। तर यहाँ कथाले अर्कै मोड लिन्छ र यहीँनिर राम किन चुप बसेका छन् भन्ने कुराको एउटा सम्भावित कारण खुल्छ जस्तो लाग्छ। कसरी? त्यो ट्रान्सक्रिप्ट हेर्दा रामलाई यो गर्वको कुरा पहिले नै थाहा थियो जस्तो देखिन्छ। उसले कमलासँग यो कुरा भनेको छ। साँच्चै थाहा थियो उसलाई? हजुर, तर ऊ यो कुरा बाहिर ल्याउन चाहँदैन, किनभने यसो गर्दा मरेर गएकी बहिनी पूजाको चरित्रमाथि प्रश्न उठ्छ, उसको बदनाम हुन्छ भन्ने डर छ उसलाई। ओहो, मतलब ऊ आफूमाथि यत्रो हत्याको आरोप लाग्दा पनि सहेर बस्न तयार छ, तर बहिनीको इज्जत जोगाउन यो कुरा लुकाउन खोज्दैछ। हो, यो निकै ठूलो नैतिक सङ्कट हो उसको लागि। एकातिर आफू निर्दोष साबित हुने बाटो हुन सक्छ, अर्कोतिर दिवंगत बहिनीको प्रतिष्ठा अनि त्यो बच्चाको भविष्य। अनि कतै बहिनीको पेटको बच्चामाथि राजनीति गर्यो भन्ने अर्को आरोप लाग्ला कि भन्ने डर पनि होला है। ठ्याक्कै यही डरले गर्दा उसले काका काकीले सोधेका प्रश्नको पनि सिधा जवाब दिन सकेको छैन। उसको मौनता अपराध बोधले मात्र नभएर यो भयानक सत्य लुकाउने प्रयास पनि हो। यसले त पूजाको आत्महत्याको कारणलाई पनि अर्कै कोणबाट हेर्नुपर्ने बनायो। कतै यही गर्भावस्था र यसलाई लुकाउनु पर्ने बाध्यता नै उनको त्यो चरम मानसिक तनावको कारण बन्यो कि? यो निकै बलियो सम्भावना देखिन्छ। सोच्नुस् त, पूजा कति एक्लो महसुस गरिनोली। श्रीमानको मृत्युको पीडा अनि यो रहस्यमय गर्भ जसको बारेमा कसैलाई भन्न नसक्ने स्थिति। यो बोझ सहन नसकेर उनले त्यस्तो कदम चालेको हुन सक्ने सम्भावना एकदमै प्रबल छ। बाहिरबाट हेर्दा आत्महत्या देखिए पनि भित्री कारण निकै जटिल हुन सक्छ। साँच्चै कहाली लाग्दो अवस्था रहेछ। अब अलिकति पात्रहरूको चरित्रलाई पनि हेरौँ न। शीला, पूजाकी आमा, उहाँको चरित्रमा त पीडा र बदला नै हावी देखिन्छ। हो, उहाँको हरेक शब्दमा त्यही झल्किन्छ। राम नै दोषी हो, अरू केही सोच्न चाहनुहुन्न। तर पूजाका बुवा अलि फरक हुनुहुन्छ। उहाँ अलि शान्त देखिनुहुन्छ है। हजुर, शोकमा हुनुहुन्छ, तर शीला जस्तो तुरन्तै निष्कर्षमा पुग्नु भएको छैन। प्रमाण खोज्दै, रामसँग प्रश्न गर्दै अलि सन्तुलित देखिनुहुन्छ, विवेक नगुमाउने प्रयास जस्तो। अनि राम, उसको चरित्र त सबैभन्दा जटिल। ऊ पीडित हो कि दोषी छुट्याउनै गाह्रो। बिल्कुल। एकातिर गहिरो रहस्य बोकेको छ, बहिनीको मृत्युको बोझ होला। अर्कोतिर परिस्थितिले उसैलाई दोषी देखाइरहेको छ। उसको मौनताले उसलाई कमजोर पनि बनाएको छ, दोषी जस्तो पनि देखाएको छ। मुनाको चरित्र पनि निकै बलियो छ। श्रीमानप्रतिको त्यो वफादारी त अलि डरलाग्दो तहकै देखियो, खुकुरीकै कुरा हो। त्यो उनको चरम हताशा हो। आफ्नो घर, आफ्नो सिउँदो खतरामा परेको महसुस गरेपछि उनी जे पनि गर्न तयार देखिन्छन्। अलि आक्रामक, अलि पोजेसिभ स्वभाव। अनि रामका 2 श्रीमती भएको कुराले पनि यसमा केही भूमिका खेल्छ कि? आफ्नो स्थान सुरक्षित गर्ने प्रयास? त्यो पनि हुन सक्छ। कमला, अर्की पत्नी, उनी चाहिँ शान्त छिन्, तर उनलाई रामको रहस्य थाहा छ। उनी त साक्षी भइन् नि त। उनको भूमिका के होला अब? कमलाको शान्त स्वभावले उनलाई महत्त्वपूर्ण बनाउँछ। उनी रामको विश्वास पात्र जस्तो देखिन्छन्। भविष्यमा उनले यो रहस्य खोल्न सक्छिन् कि वा रामलाई सही बाटो देखाउन सक्छिन् कि हेर्नुपर्छ। अनि मालातिनी,
उनी त लगातार रामलाई दण्ड दिनुपर्छ भनेर लागि परेकी छिन्। मालतीले यहाँ पीडित परिवारको आवाज बनेर न्याय मागेको देखिन्छ। उनको अडानले एकातिर बल दिएको छ भने अर्कोतिर स्थितिलाई अझै चर्काएको पनि छ। यो मुख्य कथाकै बीचमा त्यो रमेश र दिपाको सानो कुराकानी पनि छ नि। रमेशले आफ्नो पुरानो प्रेम र धोकाको कुरा गर्छन्, त्यसको के अर्थ होला? हो, यदि हामीले यसलाई बृहत चित्रसँग जोड्ने हो भने त्यो छेउको कथाले पनि मुख्य कथाकै थिमहरू जस्तै सम्बन्ध, विश्वासघात, परिस्थितिको बाध्यता जस्ता कुरालाई नै छुन्छ। रमेशको कथाले देखाउँछ कि प्रेम सधैँ सोचे जस्तो हुँदैन, धोका पनि हुन्छ, बाध्यता पनि आउँछ। अनि त्यहाँ मुना र दिपाको प्रेम बारेको सानो बहस पनि त छ। मुना आफ्नो प्रेम एकदमै महान भन्छिन्, दिपा चाहिँ सम्बन्ध टुट्नुमा परिस्थितिको पनि हात हुन्छ भन्छिन्। हो, बिल्कुल। मुनाको त्यो अलि आदर्शवादी पोजेसिभ सोच र दिपाको अलि यथार्थवादी तर्कले सम्बन्धको जटिलता देखाउँछ। एउटै कुरालाई हेर्ने दृष्टिकोण कति फरक हुन्छ भन्ने कुरा। यसो भए यो सबै कुरालाई समेट्दा यो भागले हामीलाई एउटा डरलाग्दो पारिवारिक भूमरीमा पुर्यायो। पूजा र समीरको मृत्युले शोक मात्र होइन, गहिरो अविश्वास, आरोप प्रत्यारोप र लुकेका दरारहरू बाहिर ल्यायो। हो, अनि रामको त्यो मौनता र गर्भावस्थाको रहस्यले त झन् स्थितिलाई एकदमै जटिल र भावनात्मक रूपमा गाह्रो बनाएको छ। हरेक पात्र आफ्नै ठाउँमा सही जस्तो लाग्छन्, तर समाधान कतै देखिँदैन। यो त खाली हत्या वा आत्महत्याको अनुसन्धान मात्र रहेन, यो त पारिवारिक सम्बन्ध, सामाजिक इज्जत अनि व्यक्तिगत नैतिकताको पनि परीक्षा भयो। हजुर, अनि सबैभन्दा ठूलो प्रश्न त बाँकी नै छ, पूजाको पेटको बच्चा कसको थियो? यो रहस्य नखुलेसम्म पुरै सत्य बाहिर आउला जस्तो लाग्दैन। के रामले यो पत्ता लगाउलान् त कि यो सत्यले झन् ठूलो विनाश ल्याउला? दर्शकलाई अर्को भाग कुर्न बाध्य बनाउने ठाउँमा छोडेको छ कथाले। पक्कै पनि। र अन्त्यमा एउटा प्रश्न श्रोताहरूलाई पनि सोच्न छोडौँ न त। जस्तो यो स्रोतले देखाउँछ, मृतकको इज्जत जोगाउन भनेर रामले जस्तै आफूले ठूलो मूल्य चुकाएरै भए पनि सत्य लुकाउनु कति ठीक हो? वहाँ अर्कोतिर परिवारभित्र यस्तो शङ्का, गोप्यता र संवादको कमीले कति विनाश निम्त्याउन सक्छ? यस्ता रहस्यले परिवारलाई जोड्छ कि तोड्छ? के लाग्छ?